एकदम हतारमा छु म होइन। के भयो भन्दाखेरि एक्कासी म जिममा थिएँ कि अनि हामी आज ढिला जिम गएको थियौँ। कति 9:30 हुन लाग्यो होइन। एक्कासी जिमबाट फर्क्यो हामी। जिममा हामी कार्डियो गर्दै थियौँ। कार्डियो मतलब हिट हान्दा थियो कि मनिष दाइ र म। अनि एक्कासी हाम्रो चाहिँ भैरवकुण्ड जाने कुरा भयो। अनि हामी चल्दै हाल्यो जिमसिमबाट आएर। अब यहाँ जिमको लुगाहरू सब यही छ होइन। मैले यहाँ केही गराएको छैन। अब के कस्तो प्याकिङ गर्नु पनि केही थाहा छैन। लुगाहरू कता कता के हो जुत्ताहरू। अब ब्याग पनि फेरि आज क्याली लगेछ। आज क्याली पनि मेरो बहिनी क्याली उता टुर गइछ कि स्कुलबाट मुस्ताङ। आज त्यसले ब्यागै लगेछ। अब ब्याग स्याग केही पनि छैन। अब झ्यापझुप सबै कुराहरू गरेर गरिहाल्नुपर्छ होइन। यस्तो सुपर फास्ट रेडी भयो म होइन। के भन्नु अब। नाउ वी आर मुभिङ। के हो कहाँ हो। जुत्ता चाहिँ एउटा भएन। जुत्ता होइन खाना सक्ने केही खाएँ होइन। भोकै छु म। त्यही भएर जुत्ता चाहिँ मिलाउनु पर्छ दाइ। ल अब हामी लाग्दैछौँ हामी दाइ। लाग्दैछौँ प्याक गर्दै हुनुहुन्छ। मेरो त जुत्ता अलिकति भएन तर पनि ठिक छ। पनि एकदम ऱ्यान्डम भयो। पहिला गोसेकुण्ड पनि हाम्रो यस्तो स्पोन्टेनियस अनप्लान्ड थियो। योपालि त झन् महा अनप्लान्ड भयो। जिम गएको हिट हानिरहेको थियो हामी। हिट वर्कआउट ठ्याक्कै के कुरा भइरहेको थियो चल्दियो। खानासाना खाएको छैन 10 बज्यो। अब जानु। लेट्स गो। भेज हुँदा नन भेज हुँदा ल। चम्चा पनि ल्याइदिनु एउटा। त्यहाँनिर दामी हिमाल देखिरहेको छ। पारामा छु म त। बज्यो अब कति भन्दाखेरि 1 बज्न लागिसक्यो। अब निस्किँदा खानासाना खाइयो। अब हाम्रो डेस्टिनेसन चाहिँ उता हुन्छ। ल यही बेला भैरवकुण्डलाई नै एपिसेन्टर पारेर आएको थियो होइन त। के अर्थक्वेक गयो मेरो के भन्छ एस बम भयो। माटो कस्तो गाह्रो भयो बस्दा बाटो चाहिँ फेरि एकदम पिचै पिच छ। अफरोड हुने त कहीँ देखिँदै देखाउनु त्यो पिच बाटोमा हेर न कस्तो हावा उडेको। आहा हिमाल हेर्नु त चिचिरो। हामी अझै बगामा आउने बाँकी छ। त्यो हिउँ त हो नि होइन। हिउँ नै हो। रोडको कन्डिसन यस्तो छ र हाम्रो ताल भने यस्तो छ। माथि हिउँबाट चाहिँ के हो यार। सियर अब यहीँ यस्तो छ। खेतमै अब कति हाइट छ अझै। यो हामी कति अहिले 2500 3000 पनि छैन। 2500 27-28 यो हिउँ नै हो र। हो त नि चिप्लिरहेको छ पुरै। दाइले फेरि बेला बेला खुट्टाले पनि ब्रेक हान्नुहुन्छ। ताल हेर न ताल। यो हिउँ त यस्तै हो क्या। अघि गएर चलाउने क्या। ल यार क्राम्पन ल्याइएन मलाई त त्यही कुरा डर जुत्ता लागिरहेको त चाहिँ इजी लाएर आइरहेको छु। हुँदा जान्छ यस्तोमा त। सनसेट हुनु लाग्यो। हामी चाहिँ हल्का कन्फ्युज भयो क्या। यो बाटो पनि छ अनि यताको बाटो पनि छ। यो बाटो हो कि यो बाटो भन्ने भयो। हामी आएको चाहिँ यताबाट पुरै सुनसान कोही मान्छे पनि छैन। ऊ त्यहाँ हुनुहुन्छ। 2.5 घन्टामा पुग्छ अरे के। त्यहाँ हो भैरवकुण्ड चाहिँ कता पर्छ त्यतैपट्टि हो। उतै बाटो चाहिँ उ थियो। बाटो भनेपछि यहीबाट जानु पर्यो। 2.5 घन्टाको हुँदै जाने हो क्या उ त्यो होला। उता देखिरहेको छ नि एउटा। ए के अन्त जाऊ न त 5 बज्यो। 6 7 7:30 8 मा। त्यस हामी यो हाइटबाट उक्लिँदै ऊ त्यो बाटो हुँदै जानु पर्यो।
यहाँदेखि स्कुल ग्राउन्डदेखि गएर चाहिँ एउटा बाटो डुङ्नागरी जाने बाटो छ हजुर हजुर त्यतापट्टि चाहिँ नगएर यता जानुहोस् ए हजुर थ्याङ्क यू हुन्छ आज चाहिँ हामी यतै हामी यतै बगानमै बस्ने कुरा भयो अब माथि जानलाई 2.5 घन्टा लाग्छ अरे 2.5 घन्टा 3 घन्टा जस्तो अनि फेरि अब बाटो पनि अलि अफ रोडै छ त्यही माथि एउटै डबल लोड छ नि त हामी एउटै बाइकमा अनि रातको बाटो अलिकति जनावरहरूको पनि डर हुन्छ अनि थोरै लेट पनि भयो कि अनि त्यही भएर आज चाहिँ यतै बसेर बरु भोलि बिहान 5-5:30मा उठेर ठ्याक्कै 2.5 घन्टा माथि उता जाने त्यसपछि 2 घन्टाको अब चाहिँ एकचोटि अनलोड गरौँ यहाँबाट सामानहरू अनि आजको कहानी भन्छु म तपाईँहरूलाई आज चाहिँ हामी यहाँ कसरी आयो भन्दाखेरि बिहान मनिष दाइ र म जिम गइरहेको थियौँ अनि आज हाम्रो खासै पुसको पालो थियो क्या जिममा चेस्ट र ट्राइसेप्स अनि सोल्जर तर आज हामी म 2-3 दिन जति भएको थियो कि जिम नगएर अनि 3 दिन भइसक्यो थियो जिम नगएको अनि मलाई हल्का लाइट गर्नु मन थियो त्यही भएर हामी हिट गर्नु गयो कि अनि माथि त्यहाँ कार्डियो सेक्सन चाहिँ माथि छ कि अलिकति ओपन स्पेस छ त्यहाँ क्लब जोइमा अनि हामी त्यही हिमाल देखिरहेको थियो क्या त्यहाँबाट हाम्रो अलिकति राम्रो भ्यू देखिन्छ त्यहाँबाट चाहिँ हिमाल देखिरहेको थियो मनिष दाइले हिमाल सिमालको कुरा गरिरहनु भएको थियो अनि म अस्ति एबिसी पनि जान पाइनँ बाइक नमिलेर होइन दाइहरू त गएर आउनुभयो अनि मैले भने जाम न त भैरवकुण्ड भने त्यसो कुरामै लजाम भनेर जिममा जम्मा 1 सेसन हानेर जम्मा 1 सेसन मात्र हान्यो क्या हामीले जिममा त्यो हुन्छ नि कति 10 मिनट जति मात्र बस्यो होला त्यसपछि फोर जति सबै यसरी ल्याउनुपर्छ है अनि 10 मिनटमै हामीले जिमबाट निस्क्यौँ घर आयौँ ठ्यापटुप प्याकिङ चल्दियौँ अनि खाना पनि खाएको थिएन हामीले खाना चाहिँ हामीले नगरकोटमा आएर खायौँ नगरकोटमा खाना खाइयो अनि त्यसपछि अनि अघि उ त्यहाँ मुनि अब ठाउँको नाम चाहिँ मैले बिर्सेँ यहाँभन्दा ट्याक्कै 2-2.5 घन्टा मुनि ठ्याक्क बसेर अलिअलि लाइट स्न्याक्सहरू खायो हिरो र पहिरो खोलाको बाटो नमान्नु डरै डर ल अब एकछिन म अनलोड गर्छु अनि अहिले एकछिन भेट्छु हामी यहाँ बसेको कति त्यही 15-20 मिनट भयो होला एकैछिन रात पर्न थालिसक्यो कि यहाँ सनसेट हुने बित्तिकै चाहिँ एकैछिन अँध्यारो भइहाल्ने रहेछ अहिले हामी हिँडे भए अलिकति डम डिसिजनै हुन्थ्यो भनौँ होइन अलिकति एडभेन्चर बेसी हुन्थ्यो तर डम डिसिजनै हुन्थ्यो अलिक पेलिन्थ्यो तर फेरि भोलि मजा आउँथ्यो नि त आजको हामी भोलि आनन्दले माथि बस्न पाइन्थ्यो तर अब आज यहाँ बसेपछि फेरि भोलि बिहान अलिक दुःख हुने भयो अनि त्यहाँ पनि टाइम थोरै लाग्छ हामी भोलि बेलुकासम्म चाहिँ घर पुग्नुपर्छ कि हिमाल देखिरहेको छ यहाँबाट यो गोप्रो त पुरै चिसो भइसक्यो अब ब्याट्री पनि खतरा ड्रेन हुन्छ मलाई हल्का टाउको पनि अलिअलि झमझम हुन थाल्यो altitude vlogging after a long time राति खाना धेरै जान्छ सबै कुरा छ we need to do things that Ooh. 5:16 brother how doing के चाहिँ अब चाहिँ हामी हाम्रो ब्रेकफास्ट खान गइरहेको छौँ okay man no problem we are done with our breakfast now Monista is going to hogging and then we will move so cool it's 6 o'clock in the morning and still it's so dark. Now we are moving to the Bhairabkunda. बाइकले तानेन त्यही भएर म हिँडिरहेको छु Look at the moon. यति हिँडै गर्नु पर्यो
Oh my god. हेर्थे डाँडामा कति मजाले स्वादले यो बाइकमा भन्दा बेसी चाहिँ हिँड्नै पर्यो किन भन्दाखेरि बाइक अब त्यही माथि दुईजना डबल लोड प्लस ब्याकको लोड प्लस अर्को के लोड त्यही माथि हामी मेरो बडी वेट पनि धेरै अनि यस त्यसकै नतिजा हो त्यो प्रायः मान्छे चाहिँ बगामपछि बोलेरो लिएर आउनु हुँदो रहेछ क्या 10-12 जनाको ग्रुप लिएर हामी चाहिँ बाइकमै आयो बाइकमा पनि जानु त हुन्छ तर प्रायः जस्तो चाहिँ बाइकमा चाहिँ अलिक टफै छ कि त अलिकति त्यस्तै बाइक हुनु पर्यो अनि सिङ्गल भयो भने अलिक सहिलो डबल लोड अलिक गाह्रो कस्तो टर्निङ उकालो पनि पुरै ढुङ्गाको अनि त्यो यस्तो माटोको थुप्रो कि अनि बाइक त पुरै चिप्लिहाल्यो नि अहिले हामी 3300 मिटरतिर छौँ होला किनकि त्यहाँ हामी 2800 भन्दै थिएँ 2700-2800 बगाममा त्यहाँबाट हामी धेरै माथि आइसक्यो पुरै वहाँ मुनि देखिरहेछ अनि यतातिर आइसि अब यो रुखहरू पनि त्यहाँ मुनि भन्दा रुखहरूको ऊ हुन्छ नि के भन्ने धेरै रुखहरू छैन कि त्यही भएर अब यसको कम हुन्छ नि त जति माथि हाइटमा आयो त्यति जति एलिभेसन गेन गऱ्यो नि त्यति रुखहरूको लेभल कम हुँदै जान्छ कि के खान हिँड्छ कहाँ हो ल होइन मजा आ गया भाइ साहब मजा आ गया बहुत मजा आ गया बहुत हिँड गया बिहान बिहानै मर्निङ वाक राम्रो भयो यस्तो बाटो कि अनि यस्तो भएपछि अलिक गाह्रो यस्तो बाटोमा हिँड्न परेछ अब त जोस आइसक्यो मलाई दौडिदिन छ हाइट पनि गेन भयो राम्रै म चाहिँ मलाई दौडेर देखाउँछ Oh my god. God damn. Look at the sunrise. Hey, ताल बेताल भयो आम पहाडी कौन रोग कथाले ट्रायम्फ माग्यो चिकन पाउनु त टोक्नी भने यस्तो दुःख त मैले अहिलेसम्म अफरोड नि पादिनँ साँच्ची फर्स्ट हो यार यस्तो डेन्जर अफरोड डेन्जर भन्दा नि यो अप्ठ्यारो अफरोड के अब चाहिँ ढकेला यार यहाँबाट यति ढकेले सिधै ट्रे ढुङ्गाले हाल्ला भन्ने हो कि यहाँ फेरि बेहाल होम भयो ल ठिक छ अहिले माथि पुगेपछि मजा आउँछ अहिले त यस्तै हो अब त्यहाँ पनि त्यस्तै उकालो
म त हाफ वे भन्दा बेसी हिँडिसकेँ बाइकले तान्दै तानेन क्या जब माथि एलिभेसन गेन भयो अब अक्सिजनको कमी हुन्छ अनि यो बाइकहरू कार्बोरेटरवाला बाइकहरू यस्तै हो माथि अझै हिँड्ने बाइक चाहिँ म त यहीँ हिँडे भइसक्यो 60% हिँड्यो होला नो कार्बोरेटर ओन्ली एफआई अझै आएन भने सिधा है let me see oh my god ठिक छ ल बाइकलाई अक्सिजन हालिदिनु बेला भयो What the hell? यस्तो नजिक यार ओहो सबै छैन यार पिकअपै छैन यति त तान्छ यो त तान्छ जसरी पनि यो तानेन भने तिम्रो नाम रोहन होइन मुला क्या हो ओलिन पनि बेला आयो क्या हो R15 ल्यायो त दोस्त जाँदाखेरि नेगेटिभ स्कोर लियो यसरी उठ्यो अनि यसरी हिँड्यो हामी 3600-3700 मिटरतिर छौँ होला के दाइ कहाँ हो यार चोकर मुकर आउँदै आउँदैन त ल ए यस्तो बाटो भइसक्यो यार खालि हिँडै भयो म त 70% नै हिँडेँ म त हो दाइ त वहाँ पुगिसकेँ मेरो फेरि अफ रोड चलाउनु बानी छैन चलाएको छैन अब मैले बाइक चलाउनु खोजेँ अलिक सकिएन कि अनि दाइले पनि लग्यो एउटा गाडी आएर म त गाडीमा जानु पर्छ खासै बाइक गाडी चाहिँ उतासम्म जान्छ कि उता देखिरहेको छ नि त्यो माथि निलो त्यही हो चोकर मोकर मोस्ट प्रोभाब्ली होइन त्यहाँसम्म चाहिँ अनि बुलेरोहरू जान्छ कि मस्तले अनि बाइकहरू पनि जान्छ तर अलिक गाह्रो हुन्छ तर अब त्यसपछि चाहिँ अनि खासै 2 घन्टाको ठ्याक्क 2 घन्टा हिँड्ने हो कि अब कति लाग्छ त्यहाँ टाइम पुगेर अनि हिँड्ने बेला ठ्याक्कै हेर्नु पऱ्यो त्यहाँनिर पुगेपछि चाहिँ हिँड्ने तर म चाहिँ यहीँ कति 60% जस्तो हिँडेँ होला यार हिँडेँ उकालो बाटो यस्तो जति माथि आयो अनि यो बाइकले फेरि पिकअप पनि लिन सकेन नि त अक्सिजनको कमी भयो कार्बोरेटरबाट अनि यो कार्बोरेटर इन्जिन हो हिँडेँ 1 step at a time every step feels like a के भन्ने यार दामी के टफ बल्ल त्यो जहाँबाट सुरु हुन्छ नि ट्रेक त्यहाँ आइपुग्यो कि चोकर मोकर दाइहरू यहाँबाट अब सुरु बल्ल रियल ट्रेक बिगिन्स ल अब चाहिँ यहाँबाट सुरु कति 8:30 हो भने होइन ठ्याक्कै 8:30 भयो कति घन्टा लाग्छ अरे 2.5 घन्टा लगभग होइन अब लेट्स सी अनि अब अलिकति यसो पेलेर हिँड्यो भने कति नै पुग्न सकिन्छ जिम ब्रोहरू हामी पनि 92 बडी वेटले पनि गाह्रो पाऱ्यो आज तर अब भर्याङ भएसम्म गाह्रो हुन्छ कि हुँदैन एकछिन माथिबाट सिधै हो लेट्स गो
टक्क यहाँ बसेर एउटा हल्का लाइट स्न्याक्स हानेर अनि वी विल मुभ। यहाँको त कागै कस्तो हो नि यार, डेन्जर काग नि यस्तो अल्टिट्युडमा बस्छु भने। खाइवरी हिँडियो होइन, गर्मी पनि छ, जिउ तात्यो नि त अब, त्यही भएर नि होला होइन। हल्का रुगा सुगान ल्याइरहेछ थोरै। हरे राम हरे कृष्ण ओम नमः शिवायको गलबन्दी मफलर बेरेको छ, हिँडिया छ। अलिकति टाउकोमा तालुवाला टोपीले चाहिँ थोरै चिसो पसिरहेछ। अर्को ठुलो टोपी लगायो भने गरिम हुन्छ कि फेरि, त्यो एउटा मात्र हो प्रब्लम अहिलेसम्मलाई। अरू पनि सब ठिक छ। मेरो जुत्ता चाहिँ मैले जुत्ता त्यो ट्रेकिङ जुत्ता थिएन कि च्यातिसकेको थियो पहिलाको, अनि थिएन अनसडन प्लान भएर जुत्ता चाहिँ भएन। अनि तर हल्का यस्तो भइरहेछ होइन, अरू त ठिक छ ठिकै छ है। ट्रेल ब्युटिफुल नै रहेछ। लेट्स सी। यो ठाडै उकालो छ होइन, म त्यहाँनिरसम्म म पुग्छु कुदेर। लेट्स सी त के हुन्छ, लास्टै ठाडै छ। 1 2 लेट्स सी कहाँसम्म पुगिन्छ। बगानमा हिजो राति बसियो, अनि आज बिहान 6 बजे हिँडेको। अनि हिँडेर कि गाडीमा? होइन बाइकमा आएको हामी त, हजुर। अनि त्यही बाइक अब त्यहाँ मुनि राखेर आएको। अनि हजुर त यतैको हो? हजुर, हामी चाहिँ यताको खाजाहरू खाएर आउनुभयो? खाजाहरू छैन, अहिले त्यहाँ मुनि आएर खाना खानुपर्छ। खाजा अर्डर गर्नुभयो? हजुर अर्डर गर्नुभयो? अर्डर खै यादै भएन, दाइले गर्नु भयो कि। कति छ अब भैरवकुण्ड? अब त 1 घन्टा जति लाग्छ। अब 1 घन्टा उकालो उयो ढिलसम्म चाहिँ उकालो अब तार्यो, अनि त्यसपछि ओह्रालो, त्यसपछि त्यस्तो सिधा छ। अनि यस्तो भयो। राधे राधे भैया जी, जुगाड़ हो गया है, अब हमको कोई डिस्टर्ब नहीं कर सकता। अब हामी लगभग 5-10 मिनटमा पुग्छौँ। अब सायद त्यो माथि टप पछि त्यसको गहिरोमा डेप्थमा होला, त्यतै होला सायद। हामी पर्यौँ कच्चा। मेरो जुत्ता पर्यो बच्चा। खोइ केही खाँदैन तिमीहरू, केही नखानु। जुगाड गर्नु पर्छ, ओह्रालोमा चाहिँ थोरै गाह्रो हुन्छ। यस्तो गर नि। मम्मी मलाई भोक लाग्यो। ए छोरा, त्यसो भनेदेखि तैँले ल्याएको त्यो चाउचाउ खा न त नि। होइन मम्मी, मलाई त चाउचाउ खानै मन छैन, मलाई त प्रोटिन खानु मन छ। ए बाबु, त यस्तो ठाउँमा आएर त प्रोटिन खोज्छस्? के हो यस्तो? होइन मम्मी, म त जिम जानुपर्छ, प्रोटिन त चाहिन्छ, चाउचाउले हुँदैन, राखिदिए ल। फाइनल्ली 1.5 घन्टामा आइयो त। ए भैरवकुण्ड आइयो, तर भैरवकुण्ड पुरै आइस भएछ। ल फाइनल्ली दर्शन गरियो। पुरै फ्रोजन छ पानी चाहिँ सबैतिर। अब जल चाहिँ कता हुन्छ यसो एक ठाउँमा नभए फुटाएर उ त्यसरी भर्ने, या नभए एक राउन्ड हान्दाखेरि एक सर्किट हान्दा हुन्छ कि। त्यही त मैले उतै फुटाएर चोखो निदो भएर
फुट्दैन त्यहाँ बिचको त यस that's how you do it यही मन्दिर चाहिँ हामीले यही जस्तो लाग्यो यही त हो नि होइन अरू कहीँ छैन हामीले भर्खर ढोग्यो टिका सिका लगाइयो अब we need to do what we need to do ड्रोन बस्यो भने चाहिँ 100% क्र्याक हुन्छ अघि नै त्यहाँ पुरै कस्तो आनन्द आयो ओ ल feeling so good सुकुन इतने सुकून तो कभी भी नहीं मिला था मुझको हिन्दी अलि आउँदैन अलिकति थोरै गाह्रो भयो अलिकति बोली पनि मधुर मधुर हुन थाल्यो हावा स्याट मिठो लाग्यो हजुर जुत्ता खोला छैन तिमीले जुत्ता खोला छौ हैन अँ टिका लिएर हुन्छ बरु ल म गइहाल्छु नि भगवान् ठाउँमा जिन जान्छ सूर्य यता पर्वत पुरै पहाड पर्वत हिमाल नदी खोला तिमी चाहिँ यहाँ बसिने क्र्याक हुन्छ के एकलो ट्राई भगवान् सक्छ यार थ्याङ्क यू सो मच गड फर दिस एन्ड एभ्रिथिङ कसम मन बढ्यो भने हाम्रो ग्यास यसमा स्टोभ छ देखाउँछु म यो हाम्रो स्टोभ अब ग्यास बल्छ चुलो बल्छ अनि खाना पाक्छ राउटे स्टाइलमा खाना पाक्छ उतै पान्दिन अनि हामी पारी टक्क हिमाल हेर्दै खान्छौँ त्यही छ क्या तिनवटा सबै एकै ठाउँमा छ चौचौमा अलिकति पिनट्स हालेर खाइदिएपछि अब पेट डम्म भइहाल्छ We are all ready to eat our के भन्छ अब यसलाई लन्च खै हामीसँगै हिँड्नु भए दाइहरू त कहाँ हो हामी आएको दर्शन गऱ्यो उता त्यहाँसम्म पुगेर आइसक्यौँ दाइहरू अझै पनि देखिनु पनि भएन एकदम स्लो हिँड्नु भएछ दाइहरू हामी आएको यहाँ किनभने 20-25 मिनट हुनु लाग्यो दर्शन गरियो फर्स्ट अफ अल त्यहाँ रहेछ मन्दिर अनि देन आफ्टर अब हामी यो गरिरहेको छ पुरै लेकै हेर्नु लेक त के भन्छ यसलाई के भन्छ कुण्ड पुरै पहनै हावा चल्यो वेट मोमेन्ट ल अब हाम्रो यहाँ पाकी पनि सक्यो नाउ वी आर गोइङ टु इट द नुडल We're gonna have YY राइट ल यो कफी खाएपछि वाइ खाएपछि हामी के खान्छौँ कफी अनि एक चक्कर हानेर अनि हामी जान्छौँ खोइ दाइहरू अहिलेसम्म आउनु भएको छैन This is the beautiful life. अब मोस्ट प्रोबेबली अब एकछिन हामी रेस्ट गर्छौँ अनि एक सर्किट हान्छौँ होला यहाँनिर बाटो सक्छ छैन थाहा भएन कि त्यहाँनिर कुना देखिरहेको छ एजमा त्यहाँनिर जानी सक्छ छैन अघिसम्म क्या साइलेन्स थियो अब मान्छेहरू आउनु थाले यस्तो ठाउँमा आएर अब गीतसित बजाइदिन्छन् अनि यो जुन यसको इसेन्स छ नि त्यो नै हराउँछ कि यस्तै गर्नुहुन्छ अब एकछिन हामी पनि फोटो भिडियो खिचेर टक्क बस्छौँ खाइओर्यो कफी र नुडल्स खाइयो अब एकछिन बस्छु अनि आई थिङ्क मोस्ट प्रोबेबली अब हिँड्दै हुन्छ होला यो भ्लग पनि रमाइलो भयो जस जुत्ताले चाहिँ अलिक धोका दियो यस्तो छ जुत्ताको त ठिक छ यसलाई पनि मैले म्यानेज गरेँ यता भैरवकुण्ड उता हिमाल दामी ल भैँसी लड्यो है भन्ने गीतमा टेको थियो ल लगभग अब भिडियो पनि इन्डमा आयो हामी त्यहाँ बिचमा गएर फोटो पनि खिच्यो बिच मतलब यतै छेउनिर त्यहाँ अलिक थिक लेयर अफ आइस रहेछ अब 2% चार्ज छ चार्ज भयो भने बेला बेला अलिकति देखाउँला नभए चाहिँ अब दिस इज द इन्ड जय शम्भु ल जय होस् यो पालिलाई यति नै नेक्स्ट टाइम वी विल मेट मनिष दाइले यहाँ चाबी हराउनु भयो यो के रे दाइ यो छोकर मोकर होइन छोकर मोकर यहाँ चाहिँ अब यो र ऊ त्यो मात्रै हो कि अरू बस्ने ठाउँहरू छैन बत्तीहरू पनि केही रहन्छ यहाँ उता सोलर देखिरहेछ नि सोलरबाट रहेछ यो अब खाना यसरी खाने हो अब खाना खानी जाने भने मनिष दाइले यहाँ साँचो हरायो अब कहाँ राख्यो सबै सर्च हानिसक्यो कहीँ पनि पाइएन लेट्स इट भर्खर आयो घर